कुन कुन सामग्री हुन् जो धनतेरसका दिन हामी किन्दाखेरि राम्रो हुन्छ। ती सामग्रीहरू सँगसँगै लक्ष्मीको सम्पन्नता र प्रसन्नता पनि आउँछ। पहिलो नम्बरमा माटाको दियो। चाँदीको दियो जोड्न मन लागेको थियो, पित्तलको दियो जोड्नु थियो, त्यो पनि राम्रो हो। तर दीपावली गर्नको लागि दियो यस दिन किनेर ल्याएर सबैभन्दा राम्रो हो महालक्ष्मीको लागि पहिलो नम्बरमा दियो। अब दोस्रो नम्बरमा लक्ष्मीको पूजा त गर्छौँ, लक्ष्मीको लागि फोटा चाहियो, चित्रपटहरू चाहियो। त दोस्रो सामग्रीहरूमा अति महत्त्वपूर्ण कुरामा लक्ष्मीको फोटो लिएर आउनु, त्यो पनि कमल आसनमा बस्नुभएकी, पद्मासनमा बस्नुभएकी चाँदीका गणेश लक्ष्मीहरू छन् भने त्यो पनि जोड्न खोज्दै हुन्थ्यो भने किन्न सक्नुहुनेछ। तेस्रो, चौथो, पाँचौँ, छैठौँ र सातौँ पाएसम्म जे पाउँछ, तेस्रोदेखि लिएर सातौँसम्म जे पाउँछ एउटा न एउटा चिज भए पनि घरमा लिएर आउनु। जस्तो कमलगट्टाका दाना तेस्रो नम्बरमा, गोमती चक्र पाइयो भने गोमती चक्र, पाँचौँमा गएर कौडा, छैठौँमा गएर हल्दी गाँठ, सातौँमा गएर सिङ्गो धनिया। यी चिजहरूलाई पनि स्थिर लक्ष्मी बनाउनको लागि। आठौँ नम्बरमा महत्त्वपूर्ण कुरा, यस दिन भगवान् धन्वन्तरी अमृतको घडा कलश लिएर अनि औषधि लिएर प्रकट हुनुहुन्छ। यस कारणले गर्दा यस दिन हामीले पनि कुनै यस्तो प्रयोगको लागि चाहिने, जस्तो पानी राख्ने जग नै भयो, दुध दही राख्ने कुनै जगहरू भयो, स्टिलका बर्तनहरू कुनै छन् भने यस दिन जोड्ने। भलै एउटा पानी राख्ने ग्लास नै किन नहोस्, त्यो हामीले किचनमा प्रयोग गर्दैछौँ भने त्यो दिन किन्नुलाई राम्रो मानिन्छ। स्टिलका कुनै पनि धातुहरूका, तामा पित्तलका काँसेका भाँडा बर्तनहरू किन्नुलाई राम्रो मानिन्छ। र यस दिन यी सामग्रीहरू किन्नु, जहाँ भगवान् धन्वन्तरी पनि एउटा घडा लिएर प्रकट हुनुभएको थियो आफूलाई प्रयोगको लागि। घरमा परिपुग्ध छ भने आवश्यक छैन, आवश्यक छ भने यस दिन जोड्नु राम्रो हुन्छ। र ल्याएका चिजहरूमा लक्ष्मी पूजाका दिन पानीहरू भरेर, अन्नहरू भरेर त्यसमा राखिदिने सह हुन्छ। अनि भोलिपल्ट लक्ष्मी पूजाको भोलिपल्टदेखि हामीले यी चिजहरू, यी पात्रहरूलाई पनि प्रयोग गर्न सकिनेछ। र आठौँ नम्बर पछाडि जाउँ हामी 9 नम्बरमा।